हेलो गाइज, आज हामी फेरि गेम आइसकेका छौँ र आज हामी नयाँ गेम खेल्नेछौँ है त। लेट्स प्ले 6 - 7 - 6 1 1 चुज गरेपछि हेर्नुहोस् हाम्रो लागि के आयो त्यहाँ। पाइनापल वाला सायद यो है, पाइनापल। 7 - C 4 4 चुज गरेपछि हाम्रो लागि आउँछ यहाँ के हो यो, डु नट के हो गाइस, आफै भन्नु होला है त। 9 + 1 10 यो चाहिँ लिची हो है, लिची हो या के हो, पिस होला। अब हामी यहाँ आफ्नो सामान ब्यागमा हाल्नुपर्ने हुन्छ र पेमेन्ट गर्नुपर्ने हुन्छ है, पैसा दिनुपर्ने हुन्छ यो सामानको। हाम्रो टोटल पैसा दिनुपर्ने 41 रुपिस है, 41 रुपिस दिनुपर्ने छ यहाँ। हामी पे गर्नुपर्छ। हामी क्यास पे गर्छौँ, एटिएमले पे गर्दैनौँ, क्यास पे चुज गरेका छौँ। 20 + 10 + 5 + और 10 नै 1 + 5 41 भइसकेको छ है। ल 41 पेमेन्ट भइसकेको छ। अब हामी आफ्नो सामान लिएर जान्छौँ। ल सामान पनि बाई बाई। नेक्स्ट फेरि पनि त्यही हो है, सेम। तर अब अहिले चाहिँ सामान अर्को लिएर जानु पर्यो। 6 - 5 1 केक आइसकेको छ हाम्रो यहाँ, केक। 9 - 3 6 9 - 3 कति हुन्छ त गाइज? 6 6 + 1 कति हुन्छ त? 6 + 1 7 है, 7 6 + 1 7। अब हामी फेरि पेमेन्ट गर्ने ठाउँमा गएर पेमेन्ट गर्नुपर्ने हुन्छ। सामानहरू पहिला कति भयो पैसा त, हाम्रो प्राइस कति भयो, प्राइस हेर्नुपर्ने हुन्छ यहाँ। सामान ब्याग हुँदैछ र प्राइस पनि आइरहेको छ क्यालकुलेटरमा। 25 रुपिस टोटल हाम्रो 25 रुपिस भएको छ है। हामीले क्यास या एटिएमबाट पनि दिन सक्छौँ, तर हामी क्यास नै दिन्छौँ अहिलेको लागि। 25 पनि कति दिन्छ? 10 10 5 कोइन 5 वटा दिनु त भनेको। 1 2 3 4 5 25 भयो है त। अब हामी ब्याग लिने अनि हिँड्ने आफ्नो घरतिर। बाई बाई। फेरि नेक्स्ट है, नेक्स्ट। अब हामी चाहिँ अहिले ओरेन्ज, बनाना अनि वाटरमेलन लगेर जान्छौँ। नो, वाटरमेलन, ग्रेप्स अनि केक, आइसक्रिम है। 4 - 3 कति हुन्छ त? 4 - 3 1 4 - 3 1 हाम्रो वाटरमेलन आइसकेको छ है, तरबुज, वाटरमेलन। 1 + 4 कति हुन्छ त? 1 + 4 1 + 4 कति हुन्छ? 5 ग्रेप्स, अङ्गुर पनि आइसकेको छ है, ग्रेप्स।
4 + 5 कति हुन्छ त? 4 + 5 9 4 + 5 9 आइसक्रिम आइसकेको छ है हाम्रो आइसक्रिम पनि। ल अब हामी फेरि पेमेन्ट गरिदियो नि घरतिर जाने सामान लिएर। ए अब अहिले चाहिँ हामी के अरे एटिएमले पेमेन्ट गर्नुपर्छ है। एटिएमबाट क्यास पैसा छैन हामीसँग, अलिक थोरै छ र त्यही भएर एटिएमले पेमेन्ट गर्नुपर्ने छ। हाम्रो टोटल प्राइस 39 भयो। अब हामी 39 पेमेन्ट पे गर्छौँ एटिएमले है यसपालि चाहिँ। एटिएमले कसरी पे गर्ने थाहै भएन गाइज, मलाई त सिकाइदिनु पर्यो कसरी हो। एटिएममा घुसाएर होला है। ल एटिएममा घुसाउनु पर्यो एकचोटि ट्याक्क। यस्तरी रहेछ है। ल 3+1 4 पासवर्ड मेरो, 4 चाहिँ मेरो पासवर्ड भयो है। ल पेमेन्ट भयो, हाम्रो पेमेन्ट भइसकेको छ। अब ब्याग लिएर जाने घरतिर। ओके बाई बाई, सी यू अगेन। फेरि भेटौँला है त साथीहरू, बाई बाई।